यति बेला गणतन्त्रवादीहरूको आन्दोलन एकातिरबाट आएको छ भने राजावादीको आन्दोलन एकातिर छ दर्शक देख्न सक्नुहुन्छ। हामी रत्न पार्कमा रहेका छौँ। यति बेला राजावादीहरूको र गणतन्त्रवादीहरूको आन्दोलन ठ्याक्क भेट भएको छ। दर्शकवृन्द प्रहरीले हटाइरहेको छ देख्न सक्नुहुन्छ। नाराबाजी गरेर राजावादीहरू एकातिर गइरहेका छन् भनेदेखि यता गणतन्त्रवादीको आन्दोलन आइरहेको छ। अब प्रहरीले केही धरपकड गर्न खोजिरहेको छ। उहाँहरू नटेरिसकेपछि प्रहरीले यहाँ देख्न सक्नुहुन्छ उहाँहरूलाई भजन्ने काम गरिरहेको छ। यति बेला बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। दर्शकवृन्द यति बेला राजावादीहरूलाई प्रहरीले नियन्त्रणमा लिँदैछ, अन्त लान जिउँदै चाहिँ इट्टा भट्टामा राखेर ज्यान मारेर पोल्ने मान्छे ज्यान मारेर उन्मुक्ति दिने कालो गणतन्त्र मुर्दाबाद भन्न चाहन्छन्। राजावादीहरू यति बेला यो रत्न पार्कबाट जमलतर्फ अगाडि बढिरहेका छन् ठाउँ खाली गर्नको लागि। यो यता नेकपा एमालेको होल्ड गरिएको छ। यति बेला नेकपा एमालेको र्याली होल्ड गरिएको छ, यो राखिएको छ। यहाँ गणतन्त्रवादीहरू यहाँ देख्न सक्नुहुन्छ। जनताहरू आमुने सामुने भएका छन् देख्न सक्नुहुन्छ। अब के हुन्छ यहाँनिर हामी देखिरहेका छौँ। यहाँ के हुन्छ अब यहाँनिर? अब यहाँ भीषण आक्रमण हुन्छ किनभने हामीलाई राजा चाहिन्छ हुन्छ। यहाँ राज संस्थावादीहरूको एकातिर छ भने उतापट्टि गणतन्त्रवादीको देख्न सक्नुहुन्छ आन्दोलन। दर्शकवृन्द यता एकातिर गणतन्त्रवादीको आन्दोलन छ। दर्शकवृन्द अब यहाँ केही हुनेवाला छ है। यो गणतन्त्रको छिटै अन्त्य हुनुपर्छ, त्यसपछि जनताले शान्तिको सास फेर्न पाउँछन्। यो जनताको तन्त्र होइन, यो गणतन्त्र होइन। राजावादी र गणतन्त्रवादीको दर्शकवृन्द यहाँ भेट भइसकेको छ। दर्शकवृन्द यहाँनिर देख्न सक्नुहुन्छ। अब के हुन्छ हामी यहाँ देखिरहेका छौँ। राजावादी र गणतन्त्रवादीको यहाँ दर्शकवृन्द हामी देख्न सक्नुहुन्छ। दर्शकवृन्द यहाँनिर प्रहरी लगाएर यहाँ बाटो खाली गरिँदैछ। जो यहाँ नेकपा एमालेको जुलुस देख्न सक्नुहुन्छ तपाईँले। नेकपा एमालेको जुलुस अगाडि बढिरहेको छ र यतापट्टि राजावादीहरूको जुलुस छ। दर्शकवृन्द यो बिचमा निकै यता गणतन्त्र नेपाल जिन्दाबादको नारा लागिरहेको छ भने एकातिर राजतन्त्रको नारा लागिरहेको छ। यो जुन हामी रत्न पार्कको दृश्य देखाइरहेका छौँ ताजा अवस्था। दर्शकवृन्द यहाँको अवस्था देख्न सक्नुहुन्छ। एकदमै शान्त बनेको छैन, अशान्तिको स्थिति हुनेवाला थियो तर अहिले प्रहरीले समन्वय गरेको छ। प्रहरीको समन्वयले यो ठाउँ अहिले शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। यता नेकपा एमालेको विशाल जनसभा देख्न सक्नुहुन्छ। एकापट्टि राजावादीहरूको समूह बढिरहेको छ। नेकपा एमाले त देशैभरि आज काठमाडौँ कब्जा गर्छु भन्दैछ त। गफ गर्नलाई त के हुन्छ र, पैसा लाग्दैन, जे भन्ने पनि हुन्छ। जनता हुनु परेन, कोही छैन, कोही पनि छैन। यति बेला र्याली आइसकेको छ। दर्शक पनि देख्न सक्नुहुन्छ। नेकपा एमालेको र्याली यतापट्टि छ, राजावादीहरू यतापट्टि छन् देख्न सक्नुहुन्छ। अब के हुन्छ? राज संस्थावादीहरूले आन्दोलन गर्छु भनेको रत्न पार्क क्षेत्रको पछिल्लो अवस्था देख्न सक्नुहुन्छ। यति बेला सत्तासीन नेकपा एमाले पनि भ्रिकुटी मण्डपमा अर्को सभा गरिरहेको छ। दर्शकवृन्द दुईवटा समूहको आन्दोलन अथवा जुन जुलुस यहाँ आउँदैछ यसलाई सहजीकरण गर्न नेपाल प्रहरीले खोजिरहेको छ। हामी यहाँ देखिरहेका छौँ रत्न पार्कको दृश्य। यो अवस्थामा उहाँहरू नाराबाजी सहित अगाडि बढ्नु भएको छ। यो दृश्यमा तपाईँले देख्न सक्नुहुन्छ। मेरो नाम यादव प्रसाद थपलिया। के सन्देश दिन खोजेका छन् जनताले आज रत्न पार्कबाट भन्नु त? जनताले सन्देश दिन खोजेका छन् यो चाहिँ भ्रष्ट र कालो गणतन्त्र। अलि पछाडि त फेरि नाचगान पनि छ त, गणतन्त्र ओहो उत्सव मनाइरहेको। अब यो खाइरहेछन् तिनीहरूले चाहिँ। मेरो रामकृष्ण भैया। के को लागि आउनुभयो हजुर चाहिँ? म यो भ्रष्टाचारले यो देश सिद्धाउन लाएँ, त्यो यिनीहरूले भ्रष्टाचार रोकियोस् राजाबाट भन्दा निम्ति भएको। जनताले के बुझ्दै भ्रिकुटी मण्डप यहाँबाट आधा किलोमिटर मात्रै पर नाचिरहेका छन्, बजाइरहेका छन् गणतन्त्र ओहो वाओ। अब उनीहरूको सौती छ, अब सौती उनीहरूकै जम्मै पुलिस उनीहरूकै प्रशासन। जनताको रगत चुसेर किर्ना र जुकाहरू हुन् तिनीहरू। तिनीहरू जनता होइनन्। ती भनेका यो नेपाली जनताका किर्ना र जुका हुन्। यिनीहरूको नेपाली जनताको रगतमा होली खेलेर मनाइरहेका हुन् तिनीहरूले। यो देशको यो यिनीहरूको अन्त्य नभएसम्म नेपालले शान्तिको सास फेर्न पाउँदैन। मेरो आरबी थापा रोल्पा रेमबहादुर थापा। तपाईँहरू आज जम्मा भएको के ढुङ्गा हान्न हो? होइन, हामी ढुङ्गा कहिले भने आगो लगाउन हो? होइन, हामी शान्तिमा हाम्रो एकदम एकचोटि
शान्तिपूर्ण आन्दोलन हुन्छ हाम्रो राजासहितको प्रजातन्त्र 2047 सालको हामी के अरे संविधान फर्काउँछौँ शान्तिपूर्ण दबाब सिर्जना गर्नुहुन्छ तपाईँ शान्तिपूर्ण दबाब सिर्जना गर्छौँ आज हानाहान हुँदैन हुँदैन र एउटा सरकार पक्षले के गर्न आफ्नो अनि सरकार पक्षले गर्यो भने हामी फेरि अधिकारी चाहिँ एउटा संयम छन् धैर्य छन् शिष्ट छन् शान्तिको पक्षमा छन् एकदम हजुर त्यो सन्देश दिन चाहनुहुन्छ के तर हजुर के लागि राज संस्था सर भनिदिनु यो 3 दलीय 2 दलीय सरकार बहुमतको सरकारले भइराखेको अवस्थामा घोटाला काण्ड एनसेल काण्ड कति काण्ड छन् यो काण्ड यति पोखराको काण्ड एयरपोर्ट काण्ड भयो नि यिनी सबै कुराहरू त्यो त सेलाइसक्यो अब भिजिट भिसा आइसक्यो अहिलेको तत्कालै चाहिँ यो भिजिट भिसाका कारणहरू छन् हाम्रो लेखक गृहमन्त्री रमेश लेखकज्यू होइन उहाँको नाम पनि भुल्न पनि छोडेँ मैले राम्रो काम गरे पो नाम आउने नराम्रो काम चाहिँ किन नाम आउँछ है त्यसले गर्दाखेरि कस्तो हुन्छ भने यो देशमा राज संस्था हिन्दू राष्ट्र कायम हुनुपर्छ त्यसकारण हामी अब सबै नेपाली जनता एकजुट हुनु पर्यो यो देशमा हिन्दू राष्ट्र स्थापना हुनु पर्यो राजतन्त्र स्थापना हुनु पर्यो आज के हुन्छ जेठ 15 गते चैत 15 जस्तो हुन्छ कि भन्ने पनि आशंका छ डर पनि छ के हो तपाईहरु शान्तिको पक्षमा हुनुहुन्छ अब यो सरकारको विश्वास चाहिँ छैन हजुर यो सरकार यतिसम्म धर्म भएको सरकार चाहिँ होइन यो जनताप्रति माया भएको सरकार होइन यसले जे पनि गर्न सक्छ यसको लागि चाहिँ जनता तयार भएर बस्नुपर्छ अब यसको प्रतिपक्षमा निस्किनुपर्छ जनता भन्न चाहन्छु हजुर सन्तोष कुमार रौनियाल के चाहन्छ यो जनमानसले राजा चाहिन्छ राजा हो म कृष्णदेव कोटा मेरो केका लागि यो परिवर्तन यो देशमा शान्ति कायम गर्नको निम्ति हो यहाँ चाहिँ नि गार्जियन कोही भएन अभिभावक कोही भएन पार्टीका राष्ट्रपति हुने भएको हुनाले ऊ अभिभावकको भूमिका खेल्न सकेन संसारको एकमात्र हिन्दू अधिराज्य नेपाल हो यो हिन्दू अधिराज्य नि हुनुपर्छ यो देशमा चाहिँ नि धर्मनिरपेक्षता जुन लादिएको छ संघीयता लादिएको छ यो पुरै जनता मारा व्यवस्था हो यो शङ्कर श्रेष्ठ हो कति वर्ष हुनुभयो 64 भयो जोश जागरका साथ आउनुभयो अहिलेसम्म राष्ट्रको लागि हो हजुर कोही बाध्यको लागि राष्ट्र आफ्नो राष्ट्र जोगाउनु पर्छ हजुर जबसम्म यिनीहरू 3 दल हुन्छ हाम्रो छोराछोरीले यति दुःख पाउँछ कि अहिले पनि हामी नसोच्यो भने के को डर राष्ट्रको लागि म मरे पनि मेरो देश बाँचिरहोस् म मरे देश बाँचिरहोस् म अर्को आउँछ हजार आउँछ म एउटा मरेर गयो हाम्रो नाति प्रनातिलाई सुख पाओस् नेपालको नाउँ इज्जत राखोस् भोलिपछि हाम्रो नसरा हैन त्यसकारण गणतन्त्र भन्ने चिज सम्भव छ त अब सम्भव छ सडकबाट छ कि चुनावबाट छ चुनावमा किनभने चुनावमा कहीँ राजाको हुने हो राजा भने जन्मकी राजा भनेको कहिले पूर्व पश्चिमको हुँदैन राजा बाबुआमा गुरु त्यो एकचोटि भएपछि गुरु भएन त्यसकारण चाहिँ नि अब यहाँ गणतन्त्र फ्याँक्ने काम हो टोटली हामी जनतालाई फ्याँक्ने हो हामी कहाँ मेची महाकादेखि आएका छौँ गाउँमा हामी यो व्यवस्थाको विरोधमा कुदेका छौँ परिवर्तनले ल्याएको जुन व्यवस्था थियो त्यसलाई चाहिँ 65 सालको जेठ 15 गते जुन संस्थागत गरियो आज जेठै 15 गते तपाईँहरू फेरि राज संस्था चाहियो भन्दै आउँदै हुनुहुन्छ एकदम आवश्यक सम्भव छ सर एकदम सम्भव छ जसको सम्पत्ति हो त्यसैलाई माया हुन्छ यो नेपाली जनता नेपाली भूमि राजाको सम्पत्ति हो राजा र जनता यो देशमा एक भइसके नेपाली जनता र नेपाली भूमि राजाको सम्पत्ति हो राजनीतिक दल रित्तिदै हो त्यसो भए दलहरू रित्तिदै हो कोही छैन को छ र त्यही जाली फटा 420 गर्ने फटाहरूको एउटा झुन्ड मात्रै हो हजुर उहाँहरूको पनि अब दिमागमा आइसक्यो देशलाई बचाउने हो भने राज संस्था र हिन्दू राज्यको अति आवश्यकता छ कर्मचारीलाई पनि राम्रो हुन्छ जनतालाई पनि राम्रो हुन्छ मिडियालाई पनि राम्रो हुन्छ समस्त देशवासीलाई राम्रो हुन्छ मेरो नाम देव बहादुर डाङ्गी दर्शकवृन्द साँच्चै यति बेला रत्न पार्कमा यो माहौल बढ्दैछ राज संस्था समर्थकहरूको भिड बाक्लिँदैछ गतको चैत 15 गते 3 कुनेमा जुन आन्दोलन भयो त्योभन्दा अगाडि पनि पटक विभिन्न ठाउँमा आन्दोलन भए र फेरि बल्खुमा भयो र रत्न पार्कमा फेरि आज जम्मा हुने क्रम बढ्दो छ दर्शकवृन्द राजावादीहरूको समूह अगाडि बढिरहेको छ हामी रत्न पार्कमा रहेका छौँ यही समयमा गणतन्त्रवादीहरूको पनि आन्दोलन र्याली यही ठाउँमा आउँदै भएकाले प्रहरीले उहाँहरूलाई यहाँबाट हटाउन खोजिरहेको छ हटाउने क्रममा राजावादीहरूले नाराबाजी गर्दै अगाडि बढिरहनु भएको छ यो रत्न पार्कमा तोकिएको ठाउँमा राजावादीहरूको जुन 2 बजेको समय थियो त्योभन्दा अगाडि उहाँहरू आइसकेपछि यति बेला प्रहरीले हटाएको छ र यहाँ गणतन्त्रवादीको आन्दोलन यही ठाउँबाट अगाडि बढ्ने भइसकेपछि दुई पक्ष बीचमा मुठभेड नहोस् भनेर प्रहरीले समन्वय गरिरहेको छ
गणतन्त्रवादीको आन्दोलन अथवा त्यो उत्सव जुन छ र्याली छ यसलाई समन्वय गरिरहेको छ प्रहरीले। दुई पक्षको झडप नहोस् भनेर यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन खोजिरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टिम यहाँ तैनात छ।